हेलो हाई नमस्ते सेवारो म चाहिँ सविता है हजुरलाई स्वागत छ मिनी ब्लगमा चाहिँ मैले पहिलोचोटि ब्लग बनाउने प्रयास गर्दैछु। आज चाहिँ म दिदी मम्मी अनि नानीको रहरले चाहिँ म एउटा आज सेलरोटी बनाउँदैछु। म चाहिँ सन्चो छैन, त्यही भएर चाहिँ मम्मी र नानी चाहिँ स्कुल जानुभएको छ। स्कुल गएर आइन्जेलमा चाहिँ खाजा रेडी गर्नु छ, त्यही भएर म चाहिँ मिक्सरमा पिठो पिसेँ है। मिक्सरमा पिठो पिसिसकेँ अनि यहाँनिर चाहिँ नरिवल पिसेँ, दिदीको दाँत छैन नि त, अनि त्यही भएर नर बनाउनलाई। अनि यहाँनिर पिठो हेर्न सक्नु ओइला ओमाइ गड पिठो हेर्न सक्नुहुन्छ, ओमाइ गड पिठो हेर्न सक्नुहुन्छ। साथीहरूलाई देखाउँदा पिठो पनि पोल्छ थोरै होइन। अनि म चाहिँ पिठोमा चाहिँ म चाहिँ केही लगाएको छैन, अनि थोरै नरिवल लगाएको छु, अनि थोरै सोडा लाउँछु, अनि स्वादअनुसारको चिनी लाउँछु। अनि आज चाहिँ फेरि थाहा छ म फेरि नयाँ तरिकाले बनाउँदैछु। मिक्सरमा पनि सुरुमा पिसेको हो, अहिलेसम्म मिक्सरमा पिसेर बनाएको थिएन। अनि यति राम्रो गिफ्ट मिक्सर दिने मेरो बहिनीलाई चाहिँ धेरै धेरै धन्यवाद, यति धेरै सुविधा दिएकोमा। अनि स्वादअनुसारको चिनी मैले हालिसकेँ साथीहरू। आज चाहिँ म फेरि नयाँ तरिकाले इलेक्ट्रिक चुल्हामा पकाउँदैछु। मैले रोटी चाहिँ पकाउन आउँदैन है, अस्ति नै चाहिँ पकाएको थिएँ, राम्रै भएको थियो 2-3चोटिमा। अब हेरौँ आज इलेक्ट्रोनिक चुल्हामा कस्तो हुनेछ है, हेर्दै गर्नुहोला साथीहरू। अब यहाँनिर चाहिँ म चाहिँ तेल दिइसकेँ, यहाँनिर तेल रोटी पोल्नुको लागि म आज के गर्दैछु भन्ने थाहा छ तपाईँहरूलाई। म आज रोटी पोल्दैछु। अब तेल दिइसकेँ, अब म तेल इलेक्ट्रिक चुल्हामा हाल्छु, कस्तो हुन्छ हेर्दै गर्नुहोला। इलेक्ट्रोनिक चुल्हा मैले अन गरिसकेँ, हेर्नुहोस् साथीहरू। हाम्रो चाहिँ किचन यस्तो छ, यस्तो हालत छ होइन। यहाँ चाहिँ बाहिर रुममा छ किचन चाहिँ। अब म तेल तताउँछु अनि रोटी पोल्ने तयारी गर्छु, हेर्दै गर्नुहोला साथीहरू। रोटी पोल्नुभन्दा अगाडि मैले चाहिँ यहाँनिर एउटा सुइरो अनि स्टिलको थाल रोटी राख्नलाई ल्याइसकेँ है। अब चाहिँ म यहाँनिर तेल लाउँछु। अनि मैले एक पोका तेल अनि यो के भन्छ चक्कु लिइसकेँ, तेल काटेर लाउनु छ। अब हेर्दै गर्नु होला। म चाहिँ के भन्छ इलेक्ट्रोनिक त्यो कराईमा पकाउँदैछु, त्यही भएर साथीहरू अब छिटो छिटो दियो पनि खोज्छु, किनभने दियो बेगर बिचमा गोलो हुँदैन। हेर्दै गर्नु होला। दियो पनि मैले ल्याइसकेँ है। मेरो चुल्हा चाहिँ यस्तो खतरा जाथा जन्ने हाम्रो है। साथीहरू मैले हजुरहरूलाई भनेको थिएँ नि, मैले मिक्सरमा पिठो पिसेको, त्यही भएर यहाँ यस्तो पातल रहेछ। त्यही भएर मैले चाहिँ आज कोदोको पिठो पनि ल्याएँ है, मिसाएर बस्नु बनाउनुलाई कस्तो हुन्छ रोटी हेरौँ। अब आउने हो कि होइन, अनि रोटी बनिने हो कि होइन। कोदोको पिठो, यो चाहिँ सेतो कोदोको पिठो हो, यो चाहिँ सेतो कोदोको पिठो छ। हामी चाहिँ बिहान स्वास्थ्यको लागि राम्रो भनेर ढेँडो के भन्छ त्यो खोले खानको लागि चाहिँ सुप खानको लागि, कोदोको सुप खानको लागि चाहिँ कोदो पिठोहरू पनि रेडी थियो। अझै पनि हेर्नुहोस् त कस्तो पातलो भइरहेछ नि। हेरौँ अब ग्यास उयो के भन्छ यो इलेक्ट्रिक चाहिँ अलिक हिटिङ भयो जस्तो लाग्यो। मलाई चाहिँ लो बनाएँ होइन, बसेँ पनि तुरुरु छ त साथीहरू। चाहिँ कोदोको पिठो त सिधेला जस्तो छ। फेरि एकैछिनमा भइहाल्छ है। यसको के भन्छ यो मिक्सर ल्याएर धेरै सुविधा दिने, अब खाजा बनाइ खान हरेक कुरामा अब कति सजिलो हुन्छ नि है मिक्सर राखेन। त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद चाहिँ मेरो बहिनीलाई दिन्छु। मेरो बहिनीले ल्याइदिएको हो मिक्सर चाहिँ यस्तो, मलाई यति सजिलो भएको छ पिठो पिस्नलाई, मसला पिस्नलाई। यसरी अब जामा चलाएर रोटीहरू खान, खाजाहरू खान है धेरै सजिलो भएको छ। त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद बहिनीलाई पनि धेरै धेरै धन्यवाद है मेरो तर्फबाट। यति मिठो उपहारहरू पनि अब हेरौँ कस्तो हुन्छ।
भएको छ भने त्यसको चाहिँ मजाले फिटिङ तल बनाउने तर होइन मेरो चाहिँ क्यामेरा फोटो खिच्ने मान्छे भनेको छैन त्यही भएर म चाहिँ एकदम किचन पनि खतरा छ अनि त्यहाँनिर साइडमा राख्छु यस्ता भित्तामा राखेर चाहिँ होइन अनि बनाउँदैछु रोटी कस्तो हो भनेर यहाँमाथि देखाउनु चाहिँ म सक्दिनँ त्यसैले म तपाईँहरूलाई रोटी निकालेर चाहिँ देखाउँछु हेलो रोटी रोटी पोल्न आउँदैन खास त मलाई चाहिँ रोटी पोल्न आउँदैन खासै होइन हिजो चाहिँ मैले पोलाएको थिएँ मेरो बहिनीलाई चाहिँ मजाले आउँछ रोटी तर पनि आज म सिक्दैछु त्यही पनि मैले कस्तो तरिकाले भनेर भन्नु भने मिक्सरमा पिठो पिसेर अनि फेरि पिठो पातलो भएर कोदोको पिठो लाएर अनि त्यही पनि इलेक्ट्रोनिक चुल्हामा पकाउँदैछु कहिले न मैले कस्तो हुन्छ अब जहिले गाउँमा होइन अब अगेनामा पकाउने बानी आज अब इलेक्ट्रोनिक चुल्हामा कस्तो हुन्छ हेर्दै गर्नुहोस् है रोटी यो कराई नै मजाले तातेको छ भने मलाई रोटी खासै बनाउनु पनि आउँदैन नि त त्यही भएर पनि कस्तो हुन्छ जे भए पनि अब तेलमा पाकेको कुरा हो मिठो हुन्छ नि मलाई चाहिँ अब तेल अलिक धेरै खानु हुँदैन त्यही भएर अब मम्मी दिदीहरू अस्तिदेखि घर गर्दै हुनुहुन्थ्यो अनि नानीले पनि मन पराउँछ राम्रो भएको त्यही भएर म त अब हेर्नु यस्तो जस्तो भए पनि उनीहरू आउँदा चाहिँ नानी मम्मीहरू आउँदा चाहिँ खाजा बनाउनु मैले साथीहरू यो चाहिँ के भन्छ कस्तो भयो के कोदो पनि मिसाएर होला है कमेडियन छ मेरो खाजा है आजको ठिक छ हेलो साथीहरू रोटी ठिक छ है रोटी कडा हुँदैछ अब जे जस्तो भए पनि अब तेलमै पाकेको कुरा हो मिठो हुन्छ त्यसमै अब खानेलाई कस्तो भन्ने थाहा छैन अब कतिको नरम भयो के भयो होइन अब दिदीको त दाँत पनि छैन अब हिजो कहिले अब त्यो डाइरेक्टली हातले हेर्नु हातले नपोलेको मान्छे होइन हातले पोल्नु गाह्रो हुन्छ अनि पोल्दैछु अनि मेरो रोटी चाहिँ कराङ कराङ भयो यो चाहिँ अलिक राम्रो हो कि जस्तो भयो है अनि यो चाहिँ फेरि तपाईँहरूलाई के भन्छ यो कोदोको सेतो कोदोको पिठो हालेर रोटीको चाहिँ के भन्छ उयो नै कलरै अर्कै भयो क्या साथीहरू कस्तो हुने हो खाँदा चाहिँ थाहा छैन खाँदा टेस्ट मिठो हुन्छ हुँदैन थाहा छैन तर म रोटी पोल्दैछु आज अब हेरौँ खाएरौँ कस्तो हुन्छ मैले चाहिँ पहिलोचोटि हो भिडियो बनाएको अहिलेसम्म त्यस्तो भिडियोहरू बनाएको थिइनँ अलिकति बोल्न पनि लाज हुन्छ अनि बनाउन पनि आउँदैन खिचिदिने मान्छे पनि छैन है अब जस्तो भए पनि हेरिदिनु होला मेरो सानो प्रयासलाई हजुरहरूले माया गरिदिनु होला साथ सपोर्ट गरिदिनु होला अब म रोटी पोलिसक्छु रोटी पोल्दैछु धन्यवाद दिदी चाहिँ बाहिर के गर्दै हुनुहुन्छ दिदी र म चाहिँ घरमा अब नानी र मम्मी चाहिँ स्कुलमा छ स्कुल जानुभएको अब भरे कस्तो रियाक्सन हुने हो खानेको थाहा छैन साथीहरू रोटीको रियाक्सन चाहिँ खासै राम्रो आएन किनकि दिदीले अलिक चढाएर अब खाइसक्नुभयो चाखिसक्नुभयो चिनी के लागेन भनेर है अलिक सेतो पनि भयो क्या यो न मैले मजाले नखारेर हो होइन न यो कोदोको पिठो मिसाएर हो चिनी नै रहेन रहेछ नखायो रहेछ पहिलोचोटि दुध पोलेको नि त्यही भएर सधैँ म चिनी गरेर
राति मजाले नपकाएर पो रहँदा रातो भएको त क्या अस्ति पनि पकाएको थिएँ बाहिर पकाएको थिएँ अब आज चाहिँ भित्र पकाएको त्यही भएर अब स्वाद अनुसारको चिनी चाहिँ अलिक लागेन जस्तो लाग्यो मलाई चाहिँ दिदीलाई चाहिँ हल्का मात्र छ भन्दै हुन्थ्यो अनि मैले चाहिँ चिनी पनि थपेँ है अनि अलिक नरम भएन भन्नुभयो अब दाँत छैन खै धेरै बेर नढडाएर हो कि के भएर हो अनि मैले चाहिँ दही ल्याएर लगाएँ थोरै अब अलिक नरम हुन्छ कि हेर्दै गर्नु है यस्तो हुने हो अघि त मैले त मजाले नपकाएर राखेँ नि त अनि यस्तो सेतो भएको हेर्नुहोस् त अहिलेको यी रातो रोटी छ है अघिको सेतो रोटी यस्तो पनि रोटी हुन्छ साथीहरू तर मिठो छ म चाहिँ बनाउँदै खाँदै गर्छु होइन हेर्दै गर्नु होला दिदीको त लास्टमा मिक्सरमा पिसेको ल ढिकीमा पिसेको बेगर हुँदो रहेछ मिठो हुँदो रहेछ भनेर अघि आइसक्यो कस्तो हुन्छ चिल्लो खाना नहुने तर मैले बिर्सेर रोटी लबरमा पनि है अब रोटी देख्ने बित्तिकै रोटी खाइदिइहाल्छ अब भरे ज्यानलाई कस्तो रियाक्सन गर्ने हो थाहा छैन यस्तो मात्रै खान्छ अब म खाँदिनँ हेर्नुहोस् त रोटी रातो चाहिँ भयो है तर मैले अब बनाउनु नआए के भएर अब खासै उयो भएन अब चित्त बुझ्दो भएन अब फेरि एक दिन कुनै दिन प्रयास गर्ने हो मैले सेकेन्डचोटि पोल्दा हो रोटी चाहिँ होइन यतिको गोलो बनाउनु सिकेको अस्ति पोल्दा पनि चाकचुक भएको थियो तर लास्टमा चाहिँ राम्रो हुन्छ मजाले पोल्नु भइसकेको थियो अनि धेरै दिन भयो बिर्सेछु क्या अब फेरि हात बस्छ होला आज चाहिँ फेरि पिठो पनि पातलो छ अनि मलाई पाक्ने पिठो चलाउनु छ त्यो पाक्ने पिठोबाट आयो जस्तो हो रोटी चाहिँ अब खानु हुने हो मैले चाहिँ मलाई चिल्लो खानु हुँदैन अब हेरौँ भरे ज्यानले कस्तो रियाक्सन उठाउने हो रोटी पनि खासै नरम होला जस्तो छैन दही हालेपछि नरम हुँदो रहेछ गाउँमा अब त्यस्तो केही छैन हामी मिसाउने होइन हामी जस्तो बनाएर खान्छौँ सिम्पल नरिवलले चाहिँ मिठो हुनुपर्ने के भन्छ नरम हुनुपर्ने होइन तर अलिक नरम नहोला जस्तो रोटी यो चाहिँ रातो रोटी छुट्टै राखेको दिदीलाई देखाउनलाई यस्तो भयो कस्तो पो खानु चाख्नु भनेर भन्नलाई दिदी चाहिँ बाहिर हुनुहुन्छ म चाहिँ यहाँभित्र छु हेर्दै गर्नुहोला तर मजा हुँदो रहेछ कि आगो ठेल्न पनि नपुग्ने है आनन्द भइरहेछ पिठो पातलो भएर हेर्नुहोस् है कस्तो तुरुरु छ है यस्तो पिठो रोटेको रहेछ अनि अब अरू भिडियो चाहिँ है अब बनाउने खाने ठाउँ जारी नै छ है हजुरलाई सानो प्रयास पहिलोचोटि भ्लग बनाएको मलाई बोल्न पनि आउँदैन खिच्न पनि आउँदैन अघि नै हजुरहरूलाई भनिसकेँ खिच्ने मान्छे पनि छैन मलाई बोल्न पनि आउँदैन त्यही भएर फेरि अर्को भिडियोमा भेटौँला बाई बाई टेक केयर